म फेरि आइसकेँ र अब चाहिँ यो खोलौँ है के छ आइ एम सो एक्साइटेड हजुर एक्साइटेड Let's open it. यस्तो हुने रे के यहाँ के खोल्ने लास्टमा त यत्रो हुने रे के गर्नुहुन्थ्यो कति मौका दिन्छ मै खोल्छु ओके टेप लगाएको छ नि गाइस हजुरलाई भन्न सक्दिनँ कति टेप लाग्छ गाइस ये देखिन थाल्यो नम्बर च्याट दिएँ मैले 2 बक्स भन्यो तर यहाँ 1 बक्स मात्र आएको छ है गाइस देखिन थाल्यो सामानहरू देखिन थाल्यो त्यस्तो गर्नु हुन्छ त find out. अलिकति पछाडि लिएर जानु त यो कुर्सी पछाडि लिएर जानु कुर्सी That's good. यता हो अब अलिक पछाडि Lo, guys, come on. Get her first of all. त्यसमा हुनु यो फोल्डर organize it. Lo, guys, finally. Carpet. Oh, Golaicha. Nice. Golaicha. This one is Golaicha, guys. यो चाहिँ यहाँ हाम्रो यहाँ रुममा ओछ्याउने गलैँचा हो है नेक्स्ट वान टी-शर्ट मेरो लागि टी-शर्ट है टी-शर्ट यो चाहिँ अन्डरगार्मेन्ट्सहरु टोपी मेरो लागि टोपी चाहिँ मोजा दुईटा कलरको मोजा है यो चाहिँ पछ्यौरी रहेछ ब्ल्याक कलरको वाउ ब्ल्याक कलरको पछ्यौरी है कस्तो राम्रो कस्तो मुलायम कस्तो यसको उस्तै मलाई चाहिँ मन पर्यो है सबैको पछ्यौरी अनि
यो चाहिँ यो हुन्छ नि राति मतलब सावर डे पछि वा उस गरेपछि दिनबाट गर्न मिल्ने हो क्या यो चाहिँ बानेर यस्तै गर्न मिल्ने हो बानेर भयो अनि this one के हो यो ओ सुमनजीको लागि ट्र्याक for Mr. Ranaphat. यो चाहिँ यो भयो two piece set यति आइरहेछ यो पालि चाहिँ होइन यसपछि चाहिँ लाइक अर्को पनि लड छ जुन चाहिँ आउने बाँकी छ कि हाम्रो जुन चाहिँ आज चाहिँ युनिमा आयो भनेर देखाएको छ अनि यो वाला पार्सल चाहिँ त्यो युनिमा आयो भनेको 9 दिनको दिनमा हामी बत्तीमा आइपुगेको होइन अब चाहिँ यो चाहिँ 9 दिनमा आइपुग्यो भनेपछि एस्टिमेट गर कि अब त्यो पनि 9 दिनमा आउँछ होइन अनि 9 दिनमा आएपछि त्योमा चाहिँ झन् धेरै कुराहरू छ जस्तो लाग्छ मलाई अनि यो भोलिमा चाहिँ होइन गाइज मेरो नेपालको मायाहरू छ मलाई एकदमै माया गर्ने मेरो मदर इन ल मेरो सासू मम्मी एन्ड मेरो मम्मी दुईटाले मिलेर पठाउनु भएको सामानहरू हो होइन म एक्सप्लेन गर्न सक्दिनँ गाइज म कति खुसी छु भनेर होइन यो चाहिँ यस्तो के ऱ्याप गर्नु मिल्यो कि नआउनु बित्तिकै ऱ्याप गरेर लाउनु हुन्छ नि हो त्यो अनि बिहे होइन हेर्दै यो चाहिँ दिस इज माई पछ्यौरी अनि मोजा टोपी अनि त्यसपछि यो चाहिँ मेरो लागि भने टी सर्ट हो अनि त्यसपछि यो चाहिँ इनर अनि यो चाहिँ हाम्रो यहाँ राख्ने अब यो चाहिँ भित्र राख्ने हो यो चाहिँ हाम्रो यो स्पेसको लागि मलाई नेपाल गए जस्तै भयो I'm happy. Lot more to come. Yeah, I'm so excited, guys. A lot to come. अझै त्यो त्यसमा चाहिँ त्यो सामानमा चाहिँ अझै कति धेरै कुराहरू छ के जुन चाहिँ अब मैले यहाँ भन्नुभन्दा पनि म हजुरहरूलाई देखाउँछु नै होइन जब त्यो सामान आउँछ हाम्रो एक्सपेक्टेसन चाहिँ 9 दिन जति छ 9 डेजमा सायद यहाँ आइपुग्छ होला यो सामान पनि त्यही हो 9 डेजमै आइपुग्यो हो युनिमा गएको अब कस्तो हुँदो रहेछ भने युनि मिसेस बागामा जाँदो रहेछ मिसेस बागाबाट चाहिँ युनि यहाँ के भन्छ वर्णमीमा आउँदो रहेछ अनि वर्णमीले चाहिँ बल्ल हामीलाई लिएर आइदिने रहेछ होइन त यो सामान कति मतलब यो सामान कहिलेबाट हामीले कहिले मगाएको भने 1 महिना 1.5 महिना भइसक्यो यो सामान कुरेर बसेको हामीले होइन बल्ल आज हाम्रो हातमा पर्यो होइन सामान मलाई लाग्थ्यो त्यो मान्छेहरूले चाहिँ हामीलाई के भन्दै थियो भने त्यो सामान चाहिँ हजुरको 15 दिनमै आइपुग्छ भनेर भन्दै थियो तर हाम्रो हातमा 15 दिनसम्म सामानको बारेमा एउटा कुरा पनि निस्केन कि अनि त्यो मान्छेलाई भन्थ्यौँ हामी कति मम्मीहरू कति गएर बुझ्नुभयो होइन मैले पनि कति कोसिस गरेँ ट्र्याक गरेँ अनि कति युज गरेँ अनि त्यसपछि हुँदैन हुने
अनि देखाउने नदेखाउने अनि यस एकदमै हामी त आश मारिसकेको थियौँ सामान आउँछ भनेर होइन तर गाइज प्यासेन्स हुन्छ नि प्यासेन्स चाहिँ गर्नुपर्दो रहेछ के मेरो भाइले भन्थ्यो कि प्यासेन्स इज अ भर्च्यु त्यस्तै अहिले चाहिँ मलाई त्यही लाग्छ कि प्यासेन्स चाहिँ गर्नुपर्दो रहेछ आउने रहेछ भन्ने लाग्छ 1 महिना 1.5 महिना भयो गाइज खुलेर बसेको सामान बल्ल हात पर्यो अझ अर्को सामान त जुन भन्ने मेन एकदम ठुलो छ त्यहाँ भोरिमा अब धेरै चिजहरू छ त्यो सामान त आएकै छैन यो चाहिँ आइपुग्यो फाइनली या ओके गाइज म चाहिँ अब यो भिडियो चाहिँ म चाहिँ दुईटै कम्बाइन गरेर राख्छु भन्ने सोचेछु अब होपफुली कम्बाइन गरेर आउन पनि सक्छ नत्र भए यत्तिकै पार्ट गरेर आउन पनि सक्छ कम्बाइन गरेर राख्ने भन्ने चाहिँ सोच मेरो छ के अरे अब त्यो सामान आउँछ अनि त्यसपछि त्यो सामान अनबक्स गर्छु अनि त्यो सामान र योवाला भिडियो मैले एकैचोटि कम्बाइन गरेर राख्छु त्यति जसम्मको लागि चाहिँ स्टे ट्युन एन्ड थ्याङ्क यू फर वाचिङ आइपुग्यो यत्रो दिन 1 महिनाभन्दा बढी लाग्यो हाम्रो पार्सल आउन चाहिँ यो चाहिँ के हो मेरो ज्याकेट विन्डप्रुफ जस्तो छ पातल पातल हो तर मेरो ज्याकेट टी सर्ट ओके यो चाहिँ मेरो टी सर्ट आधाभन्दा बढी सामान त सियर मेरै छ सबै मेरै छ यो मेरो आउटर गाइस यो चाहिँ 1 पिस रहेछ जाडोमा लाउन मिल्ने 1 पिस यो लगाएर पनि भिडियो त खास बनाउनु पर्ने हो इट्स ओके है यो चाहिँ ट्राउजर रहेछ राम्रो टिकटकहरू अपलोड गर्छु गाइस यो चाहिँ प्यान्ट यो सियोर यो उसको खोल हो हाम्रो के अरे सिराको खोल भनेर पठाइदिनु बनाएर सिराको खोल है हाम्रो प्यान्ट मम्मीले बनाएर पठाइदिनु भएको यहाँ जति पनि छ मेरो सासू मम्मी दुइटा मिलेर किनेर पठाउनु भएको है यो चाहिँ स्वेटर फर मी सबै कता कता भयो त यो वुड फर माई बेबी मेरो बुढाको लागि वुड कस्तो राम्रो है छाम्नु न कस्तो राम्रो हो के क्वालिटी नै यो चाहिँ मलाई एकदमै ढाड दुख्छ त्यही भएर मम्मीले बिचरा
हुन्छ यो ढाड दुख्दाखेरि लगाउनुहुन्छ लगाइदिइहालेँ ल लगाउनुहुन्छ भनेर पठाइदिनु भएको रहेछ है सबै भयो त खाउँछौ गाई खाउँछौ बाउको छेउछेउ यो चाहिँ उसो के त्यो गर्नेवाला थियो नि जौतिल पठाइदिनु भनेको मम्मीको त्यहाँनिर जौतिल गाइस पूजा गर्नलाई यो मैले वार गर्ने थियो कि मैले उसमा किनेको यो कति भयो थाहा 160 जम्मा यो चाहिँ के हो यो मेरो प्यान्ट यो पनि प्यान्ट ब्ल्याक कलरको है ओ यो चाहिँ मेरो सेट होला यो चाहिँ मलाई देखाउनु भएको थियो मम्मीले यो भयो एन्ड यो चाहिँ यहाँ यसरी लाउने अनि यो चाहिँ प्यान्ट गाइस ओ माय गॉड कति धेरै सामान यो चाहिँ मेरो लागि स्कर्ट कस्तो हो स्कर्ट मेरो बिहाको छाता गाइस छाताले पनि यहाँ पानी डेन्जर पर्छ नि त त्यही भएर मेरो बुट तिनटा भयो तिनटा बुट है यो चाहिँ थर्मोकोट यो वाला थर्मोकोट चाहिँ अलिकति ठुलो वाला हो मेरो बुढालाई जागे Foreign chow यही खानुपर्छ क्या foreign chow अन्डै छैन भाइ अन्डा हुनुपर्छ मम्मीलाई के पठाउनु यो मेरो बुढाको लागि बक्सर यो चाहिँ मेरो जुत्ता गाइस मेरो जुत्ता अब ट्विन गरेर बुढाबुढी ट्विन गरेर लाउनुपर्छ है सेम हो क्या डिटु मिलाउनु पर्ने यो चाहिँ के हो नेपालको घिउ गाइस त्यो के हो होइन तोरीको तेल होला तोरीको तेल हो यो स्योर तेल यही घिउले बनाएर रोपेको जस्तो लाग्छ मलाई हाम्रो सामान के पठाउनु मम्मीले यो के उसहरू पठाउनु मम्मी के भन्छ टिमुर अनि यो के छोप अनि हो यो के पठाउनु यो टिमुरको छोप मुहे रखायो गाइस गद यो चाहिँ भट्ट दुइटै भट्ट गद र भट्ट अनि यो चाहिँ मसला अनि यो चाहिँ मिट मसला चाहिँ चाउचाउ अनि यहाँ चाहिँ यो चाहिँ स्योर अचारको मसला है
Be careful, huh? Talk to you, baby. Here, na pag-stand up. There, have a seat, right? Wow, it smells nice. यो उसको अकबरी खुर्सानीको अचार हो। Oh my god. त्यही पिरो होला। अकबरी खुर्सानीको अचार अमिलो छु सबै यो पोखेछ के यो बट्टाबाट सबै मुलाको अचार। मुलाको अचार मेरो फेभरेट। आज परोठा खानुपर्छ अचारसँग। अर्को घिउ भन्न दिएको डिटो त्यो त राख त्यहाँ नराख अहिले मैले प्लास्टिकमाथि राखेँ। खै मम्मीलाई फोन गर्नु त मेरो फोन त त्यही छ त यो यहाँबाट ल गर गाइस फाइनली सामान यति नै हो। यति नै हो सामान। यो चाहिँ पोखे चाहिँ एकदम खै के छ के खस्यो होइन पोख्यो कि यो तेल हो कि के हो कि अझै पासवर्ड याद छैन। ए मलाई देखाउनु न फेस भयो पुग्यो त्यही खोलानी। मम्मी कतिजनाको मम्मी यो हो रे यो के हो रे यो के हो यो म कति बक्सले गएर खाला सबै फुटेको त्यहाँ म मात्र म फुटेको हो कि यो के भन्छ उसको अचार फुटेको मैले बेच्नु पाइनँ। यो तोरीको तेल होला होइन तोरीको तेल हो एउटा गाईको घिउ हो जस्तो यो के हो त अमिलो नि है अमिलो भी यहाँ दुईटा घिउ पठाइदिन्छु गाईको र भैँसीको कति फुल थियो अमिलै पोखेर अमिलो मात्र होइन यहाँ तेलै तेल छ क्या त्यसमा त्यो तोरीको तेल हो जस्तो लाग्यो क्या मलाई। मको भाडो पनि अलिकति यतिसम्म मात्र हो त के हो यो ए भन्छ हो यही हो कपडामा त लाखेर कपडा माथि माथि रहेछ लाखेन यो तलपट्टि घोप्टाएर राखेको भएर पोकेको रहेछ कि हजुर प्लास्टिक भित्र भएको भएर प्लास्टिक भित्र मात्र पोकियो कि यहाँ उसमा पोकेर के अरे सबै पोखेछ कि यहाँ यो तेल हो कि के हो अचारको त्यो उसको अचारको तेल पोखिएको के अरे के भन्छ त्यसलाई खुर्सानीको अचारको गुन्द्रुक बेरी गुन्द्रुक भनेको कि बेरी ए पत्ताबाट हेर्नु भएको छ
कटाएको छ किन करेला सुकाएको करेला के अरे यो होरियो के हो मम्मी यो तोरीको तेल हो देख्नु हो त्यही लगाइरहेको घिउ एउटा मात्र है गावा रहेछ कति मिठो हुन्छ भाइ यो देखेर भोक लाग्यो भट्टन छ के छ उम्रेकै नउम्रेको गावा जिम्बु ए मस्यौरा यस यस्तो मस्यौरा मन पर्दैन मलाई त कस्तो मन पर्छ भोक लाग्यो भाइ बनाउ त बेबी कस्तो कस्तो आइटम छ हेर ए आमा हो त नि घिउमा भात हालेर भातमा घिउ हालेर झैँके पारेर खाऊ है केटाहरू त्यसपछि चाहिँ नखाऊ सुक्दै गर्छ परोठामा खान्छौँ भने हामी चाहिँ परोठामा खान्छौँ भन न अरे होइन भातसँग नि हाल्यो भातसँग खाऊ अनि त्यो नाक पक्रो अनि म चाहिँ एकदम चाहिँ भक्कै खाइहाल्यो त मको बाहिर सबै उस लाखे के भन्छ तेल लाखे त्यो फुटेर त्यो बट्टाको तेल निस्केर यसरी घोप्टाएर हाल्नु पर्यो है त अनि त्यही भएर एक चम्चा खानेहरू केही छैन बस एउटा अब केही हुँदैन त्यो फुट्दैन बिचरी केही खाँदैन त्यसरी हुन्छ फेरि टाइट लगाएर झाडामा तलकै पखालेर अनि एउटा डालेर पुछेर एकदम त म निकालेर खाइहाल्नु त हुँदा त बिर्को भइसक्यो त्यही नि हुँदा बिर्को भएछ त्यसले चम्चा त्यसरी नै हालेर सुत्यो भने एउटा मको डक्टर घिउको डक्टर गाइज मम्मीले चाहिँ मलाई मको यो सिरानी हालेर सुत्ने भन्नुभयो मेरो बाबुले चाका बाबु भन्थिन् के अरे अब यस्तो समय लाग्दो रहेछ अब धेरै धेरै धन्यवाद पठाइदिनु मान्छेलाई नै ढिलै भयो नि पठाइदियो अब हिजो पनि कुरा गरेर हामीले सम्झिन् हो त हामीले दटाको अलिक कामै पिरै त्यही हो त्यहाँ पनि त्यो उसमा पनि ट्र्याकिङमा पनि नदेखाएको के यता आइसक्यो भनेर सङ्क्रान्तिको दिन खुसी लाग्यो ल मैले हामीले राखेँ अब हामी पकाएर खान्छौँ अब यही पकाएर खाने हामी त हजुर मैले कपडा नि देखेँ नि कति राम्रो राम्रो हो कपडा नि बाबुले त यिनको मात्र हो कि भनेको त मेरो पनि रहेछ हुटलाई हाल्नु थियो अघि अहिले निकालिसक्नु भयो फाइनली गाइस सामान आइपुग्यो 1.5 महिनाको वेट पछि बल्ल सामान आइपुग्यो एन्ड